घरभित्र बाहिर आउनु पर्ने त्यो लगायत हरेक कुराहरू जस्तो हाम्रो अरू सेवा कार्यहरू पनि त्यसै नि स्वास्थ्य शिक्षा लगायतका अब त हाम्रो डिजिटल आइसक्यो सारा प्रविधि मैत्री भन्ने गभर्मेन्ट एक किसिमको चाहिँ गभर्मेन्टसँग जोडिएको अवस्थामा चाहिँ हाम्रो यो यो टावरले चाहिँ काम नगर्दाखेरि धेरै कुराहरू प्रभावित हुने र आम नागरिकको पनि जनगुनासो हिजोसम्म पनि गएको र गाउँपालिका लगायत वडा तहदेखि त्यसको बारम्बार चाहिँ सोधीखोजी पनि भइरहेको तर अहिलेसम्म कार्यान्वयन नहुँदा हामी यो समस्या झेलिरहेका छौँ। विशेष गरी सिमकोट वडा नम्बर 1 र 2 साबिको ठे गाविस र वडा नम्बर 3 लगायतकोमा यो नेटवर्कको समस्याले गर्दाखेरि अहिलेको यो डिजिटल युगमा पनि हामी अझै पनि सञ्चारमा पहुँच छैन भन्ने नामको मात्र जस्तो देखियो। त्यसले चाहिँ अर्को खारमको अर्को क्षेत्र तागलामा त्यसलाई विशेष प्रभावहरूले टिम्ने त्यही क्षेत्रलाई स्थगित भएको त्यो टावरले चाहिँ नटिम्ने भएनाले त्यसको बरु आसपासमा त्यसलाई चाहिँ विस्तार गर्ने हो कि अथवा त्यसलाई चाहिँ अपग्रेडिङ गर्ने हो कि भन्ने समस्याले युवा साथीहरूको सहभागिता र आम हामी सबैको गाउँवासी र बस्ती स्तरबाट आयो हुनाले त्यसको लागि जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी मार्फत समन्वय निकाय प्रधानमन्त्री मन्त्री प्रशासन कार्यालय त्यसै गरी सञ्चार मन्त्रालय जिल्ला समन्वय समिति त्यसै नेपाल टेलिकम हुम्ला गाउँपालिका लगायत सम्बन्धित क्षेत्रमा चाहिँ निकायमा यसको लागि विशेष पहल र अनुगमन समन्वय र यहाँको सबै त्यो अधिकार छन् त्यो मार्फत यहाँले विशेष गरी सबै फर्मुला युज गरेर विशेष गरी त्यहाँको नागरिकलाई सञ्चारको पहुँचमा पुर्याइदिन हुन यहाँलाई अनुरोध गर्दै यसो ज्ञापन पत्र चाहिँ कोडिदिन हुन युवा साथीले धन्यवाद गरी अनुरोध गर्न चाहन्छु। धन्यवाद। हाम्रो ज्ञापन पत्र पढ्न गइरहेको छु। श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला प्रशासन कार्यालय सिमीकोट हुम्ला मार्फत श्री प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँ, श्री सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार काठमाडौँ, श्री जिल्ला समन्वय समितिको कार्यालय सिमीकोट हुम्ला, श्री सिमीकोट गाउँपालिका कार्यालय गाउँ कार्यपालिकाको कार्यालय सिमीकोट हुम्ला, श्री नेपाल टेलिकम सिमीकोट हुम्ला। विषय सूचना तथा इन्टरनेट सेवा सुचारू तथा गुणस्तर वृद्धि सम्बन्धमा महोदय उपरोक्त विषयमा यस हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नम्बर 1 र 2 ठे दोजाम साबिक ठे गाविसका आम नागरिकको तर्फबाट तपाईको ध्यान आकर्षण गराउन चाहन्छौँ कि हाल हाम्रो क्षेत्रमा सञ्चार तथा इन्टरनेट सेवा अत्यन्तै अव्यवस्थित, अविश्वसनीय तथा कमजोर अवस्थामा रहेको छ। यसका कारण दैनिक जनजीवन, शिक्षा, स्वास्थ्य सेवा व्यवस्था तथा सरकारी सेवा प्रवाह गम्भीर असर परेको छ। साथै नेपाल सरकारले लिएको प्रविधि मैत्री नीति अनुसार हरेक सेवा डिजिटल बनाउने उद्देश्य लिए पनि सञ्चार तथा इन्टरनेटको सेवा गुणस्तर नहुँदा मैत्री नीति अनुसार हरेक सेवा डिजिटल सेवा नहुँदा प्रवाहमा समस्या आएको छ। नेपालको संविधान 2072 को धारा 18 मा समानताको हक सम्बन्धी ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि समान रूपमा सञ्चार सेवा पुर्याउन राज्यले दायित्व भित्र पर्छ। त्यसै गरी धारा 51 मा राज्यका निर्देशन सिद्धान्त तथा नीतिमा आधारभूत सेवा पहुँचमा सूचना तथा प्रविधिको विकास र विस्तार तथा सबै क्षेत्रमा पहुँच पुर्याउने व्यवस्था भए अनुसार यस क्षेत्रमा बारम्बार समस्या आई गुनासो गर्दा पनि समस्याको समाधान नभएको यथाशीघ्र समाधानका लागि निम्न अनुसारको समस्या देखिएकाले समाधानको लागि सम्बन्धित निकाय समन्वय निर्देशन तथा अनुगमनका लागि पहल गरिदिनु हुन यो ज्ञापन पत्र पेश गरिएको छ। तपसिल बारम्बार इन्टरनेट सेवा अवरुद्ध हुने, 2 मा नेटवर्क कमजोर तथा अवस्थित रहने र घरभित्र फोन नलाग्ने, सेवा प्रदायक संस्थाबाट पर्याप्त ग्राहक सेवा नपाइने, सेवा गुणस्तर अनुसार शुल्क असङ्गत हुने, ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा अत्यन्त कमजोर हुनु, संलग्न कागजहरू वडा तथा बस्ती भेला उपस्थित निर्णयको वडा नम्बर 1 को सिफारिसमा, वडा नम्बर 2 को सिफारिसमा सर्जन भण्डारी युवा प्रतिनिधि तथा आम सिमकोट गापा 1, 2 ठे दोजाम साबिक ठे गाविस बासिन्दाहरू